नमस्कार, जय मसीह। आज अप्रिल 18 वैशाख 6 शनिबार। आजको पाठ बाइबलको पुरानो नियमको हाग्गईको पुस्तकको 1 र 2 अध्यायबाट रहेको छ। यहाँ यसरी लेखिएको छ, परमप्रभुको भवन निर्माणको आह्वान। दारा राजाको दोस्रो वर्षको 6औं महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्गई अगमवक्ताद्वारा सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेल कहाँ र यहोसादाकका छोरा प्रधान पुजारी यहोशू कहाँ आयो। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, यी मानिसहरू भन्छन् परमप्रभुको मन्दिर निर्माण गर्ने समय अझ आएको छैन। तब परमप्रभुको यो वचन हाग्गई अगमवक्ताद्वारा आयो, यो मन्दिर भग्नावशेष भइसकेको देखेर पनि के तिमीहरू आफू चाहिँ बुट्टेदार काठले बनाएका घरहरूमा बस्ने समय यो हो र? अब सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरू आफ्ना आफ्ना चालको होसियार साथ विचार गर। तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अगाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर पुवाल परेको थैलीमा राख्छौ। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूका आफ्ना आफ्ना चालको होसियार साथ विचार गर। डाँडा डाँडा उक्लेर काठपात ल्याऊ र भवन बनाऊ, र म त्यसमा खुसी हुन सकु र मेरो मान होस्। परमप्रभु भन्नुहुन्छ, तिमीहरूले धेरै आशा गर्यौ, तर हेर थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ त्यो मैले फुकेर उडाइदिए। किन त? सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, किनभने मेरो भवन चाहिँ भग्नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरमा व्यस्त छौ। यसकारण आकाशले शीत पर्न र पृथ्वीले अन्न उब्जन रोकिदिएको छ। मैले खेतहरू र डाँडाहरू, अन्न र नयाँ दाखमध्य, तेल र जमिनले उब्जाउने जति सबैमा, मानिसहरूमा, पाल्तु पशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु। तब परमप्रभु आफ्ना परमेश्वरले तिनलाई पठाउनु भएको कारणले सालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पुजारी यहोशू र बाँकी रहेका प्रजा समेतले परमप्रभु आफ्ना परमेश्वरको आवाज र हाग्गई अगमवक्ताको कुरा पालन गरे, अनि मानिसहरूले परमप्रभुको डर माने। तब परमप्रभुका समाचारवाहक हाग्गईले प्रजालाई परमप्रभुको यो समाचार सुनाए, म तिमीहरूसँगै छु भनी परमप्रभु भन्नुहुन्छ। यसकारण परमप्रभुले सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पुजारी यहोशू र बाँकी रहेका प्रजाका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा काम गर्न सुरु गरे। दारा राजाको दोस्रो वर्षको 6औं महिनाको 24औं दिनमा तिनीहरूले काम सुरु गरे। 2 अध्याय। नयाँ भवनको प्रतिज्ञा गरिएको महिमा। 7औं महिनाको 21औं दिनमा परमप्रभुको यो वचन हाग्गई अगमवक्ताद्वारा आयो। सालतिएलको छोरो यहुदाको राज्यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पुजारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्, तिनीहरूलाई सोध, तिमीहरू मध्ये अब यहाँ को बाँकी छ जसले यो भवनको अघिको महिमा देखेको थियो? अहिले तिमीहरूलाई यो कस्तो देखिन्छ? के तिमीहरूको नजरमा यो त केही पनि होइन जस्तो लाग्छ? परमप्रभु भन्नुहुन्छ, तर अब हे यरुबाबेल साहस गर, र हे यहोसादाकको छोरो प्रधान पुजारी यहोशू साहस गर। परमप्रभु भन्नुहुन्छ, देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर, किनकि म तिमीहरूका साथमा छु भनी सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। तिमीहरू मिश्र देशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, अब थोरै बेरपछि म फेरि आकाश, पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्लाउने छु। म सबै जाति जातिहरूलाई हल्लाउने छु र इच्छा भएका सबै जाति जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले भरिपूर्ण पारिदिनेछु भनी सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। चाँदी मेरै हो र सुन पनि मेरै हो भनी परमप्रभु भन्नुहुन्छ। यस भवनका पछिल्लो महिमा अघिल्लो भन्दा
अझ बढ्ता हुनेछ भनी परमप्रभु परमेश्वर भन्नुहुन्छ। अनि यस ठाउँमा म शान्ति प्रदान गर्नेछु, सर्वशक्तिमान परमप्रभु घोषणा गर्नुहुन्छ। दूषित मानिसहरूका निम्ति आशिष। दाराका राज्यको दोस्रो वर्षको 9औं महिनाको 24औं दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ता कहाँ आयो। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, पुजारीहरूलाई व्यवस्थाले के भन्छ सोध। यदि कुनै मानिसले आफ्नो लुगाको पोल्टोमा पवित्र पारेको मासु पोको पारेर त्यस किनारले केही रोटी, सुरुवा, दाखमध्ये, तेल वा अरू कुनै खानेकुरा छोयो भने के त्यो पवित्र हुन्छ र? पुजारीहरूले जवाफ दिएर भने हुँदैन। तब हाग्गैले भने, मुर्दा छोएको दूषित मानिसले यस्तो कुनै एउटा कुरा छोयो भने के त्यो दूषित हुन्छ? ती पुजारीहरूले जवाफ दिएर भने त्यो दूषित हुन्छ। तब हाग्गैले भने, मेरो दृष्टिमा यो प्रजा र यो जाति त्यस्तै छ भनी परमप्रभु भन्नुहुन्छ। यिनीहरू जे गर्छन् र जे चढाउँछन् त्यो दूषित हुन्छ। विचार गर, आज उपरान्त यस कुरामाथि राम्ररी विचार गर। परमप्रभुको मन्दिर बनाउँदा ढुङ्गामाथि ढुङ्गा लगाउन अघि स्थिति कस्तो थियो विचार गर। त्यो दिनमा 20 मुरी लिन आउनेले 10 मुरी मात्र पाउँथ्यो। दाखमध्येको कोलबाट 50 लिटर निकाल्न आउनेले 20 लिटर मात्र पाउँदथ्यो। मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हाने, तैपनि तिमीहरू मतिर फर्केनौ भनी परमप्रभु भन्नुहुन्छ। आजको दिन उसो जुन दिन परमप्रभुका मन्दिरको जग बसालिएको थियो, अर्थात् 9औं महिनाको 24औं दिनलाई राम्ररी विचार गर। के धनसारमा बिउ अझ बाँकी छ? दागको लहरा, नेभराको बोट, अनार र जैतुन बोटले अहिलेसम्म फल फलाएको छैन। आजको दिनदेखि म तिमीहरूलाई आशिष दिनेछु। यरुबाबेल परमेश्वरको छाप औँठी जस्तै तुल्याइएका। अनि त्यही 9औं महिनाको 24औं दिनमा दोस्रो चोटि परमप्रभुको वचन हाग्गै कहाँ आयो। यहुदाको राज्यपाल यरुबाबेललाई भन् कि म आकाश र पृथ्वीलाई हल्लाउनेछु, म शाही सिंहासनहरूलाई पल्टाउनेछु र विदेशी राज्यहरूको शक्तिलाई म चूर्ण पार्नेछु। म रथहरू र तिनमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोडा र घोडचढीहरू आफ्नै दाजुभाइहरूको तरवारबाट काटिनेछन्। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, त्यस दिन हे साल्तिएलको छोरो, मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप औँठी जस्तै तुल्याउनेछु, किनभने मैले तँलाई रोजेको छु। सर्वशक्तिमान परमप्रभु यही घोषणा गर्नुहुन्छ। आमेन। परमेश्वरले आजको वचन पढाइ र सुनाइमा प्रशंसा आशिष दिनुभएको होस्। धन्यवाद।